के तपाईलाई थाहा छ कुनै समय युरोपको राइन नदी संसारकै सबैभन्दा दुर्गन्धित नदी गनिन्थ्यो। यो सन् 1970 को दशकको कुरा हो। त्यतिबेला यस नदीलाई मृत नदीको उपनाम दिइएको थियो। तर एउटा चमत्कारले आज यो नदीको पानी पिउन योग्य भएको छ। आखिर त्यो चमत्कार के थियो अनि कसरी फेरियो राइन नदीको कथा? के राजधानीका नदीहरू पनि जर्मनीको राइन नदीले जस्तै पुनर्जीवन पाउन सक्छन्? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी जर्मनीले कसरी सबैभन्दा प्रदूषित राइन नदी सफा गर्न सफल भयो, के नेपालले पनि यसबाट पाठ सिक्न सक्छ? आज हामी यसै विषयमा विशेष चर्चा गर्नेछौँ। जर्मनी, स्विजरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड्स र अन्य देशहरूबाट बग्ने राइन नदी युरोपको सबैभन्दा महत्त्वपूर्ण नदीहरू मध्येमा पर्छ। तर आज यो नदी जति सफा र कञ्चन छ, करिब 1 शताब्दी अघि यसको अवस्था त्यस्तो थिएन। 20औं शताब्दीको मध्यसम्ममा यो नदी विषाक्त डम्पिङ साइटमा परिणत भइसकेको थियो। त्यतिबेला उद्योग, कल कारखाना, कृषि र शहरबाट निस्कने फोहोरका कारण यी नदीहरूको पानी अत्यन्तै दुर्गन्धित भएको थियो। अवस्था यस्तोसम्म थियो कि राइन नदीको पानीमा माछा समेत जीवित रहन सक्दैनथे। नदीको यस्तो दुर्गन्धित अवस्थाले जर्मनीको जलमार्गहरूको महत्त्वलाई गम्भीर चुनौती दिइरहेको थियो। औद्योगिक प्रदूषणले नदीहरूको जैविक विविधतालाई नष्ट गरिरहेको थियो र जलजीवहरूको अस्तित्व सङ्कटमा थियो। राइन नदीमा तेल, रसायन र फोहोरको अत्यधिक मिलावटले यसको पानीलाई जीवनहीन बनाएको थियो। सन् 1970 को दशकको सुरुवातमा जर्मनीका नदीहरूको समस्यामा निर्णायक मोड आयो। जब प्रदूषण चरम स्तरमा पुग्यो र यसको आर्थिक र सामाजिक परिणामहरू गम्भीर बने, तब जर्मन नागरिक, वैज्ञानिक र सरकार एकजुट भए। यो अवसरमा जर्मनीमा पानीको प्रदूषण र पानीको सफाईको महत्त्वबारे चर्चा निकै बढ्यो। प्रदूषणका कारण पर्यटन, माछा उद्योग र कृषि क्षेत्रमा गम्भीर असर परेको थियो, जसले गर्दा सरकारलाई कडा कदम चाल्न बाध्य पार्यो। त्यसपछि जर्मनी सरकारले नदी सफाई अभियान सुरु गर्यो। प्रदूषण नियन्त्रणका लागि कडा कानुनी नियमहरू बनाइयो। आधुनिक पानी प्रशोधन प्लान्टहरू स्थापना गरिए। कृषि र माछा उद्योगलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि नयाँ नियमहरू बने, जसले प्रदूषणलाई नियन्त्रण गर्न मद्दत पुर्यायो। त्यसो त जर्मनीको नदी सफाई अभियानमा प्रविधिको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण थियो। यस पानी प्रशोधनका लागि नयाँ प्रविधिहरूको विकास गरियो, जसले नदीका पानीलाई सफा गर्न मद्दत गर्यो। उच्च गुणस्तरीय पानी प्रशोधन प्रणाली र फिल्ट्रेसन प्रविधिको प्रयोगले राइन नदीको पानीको गुणस्तरमा क्रमशः सुधार भयो र राइन नदीले फेरि एकपटक जीवन पायो। भनिन्छ, राष्ट्रिय समस्यामा सामूहिक सहभागिताको भूमिका अहम हुन्छ। हो, जर्मनीका नदीहरूको सफाईमा पनि केवल सरकारी कदम मात्र होइन, नागरिकहरूको सामूहिक प्रयास पनि महत्त्वपूर्ण थियो। जर्मनीका नागरिकहरूले सफाई अभियानमा सक्रिय रूपले सहभागिता जनाए। उनीहरूले सरकारसँग मिलेर नदी सफाईका लागि अभियान चलाए र नयाँ सफाई प्रविधिहरूको प्रयोगको समर्थन गरे। यो सामूहिक प्रयासले नदी सफाई अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निभायो। यो त भयो जर्मनीको राइन नदीको कथा। तर के तपाईलाई थाहा छ कुनै समय काठमाडौँमा रहेको बागमती नदी, विष्णुमती नदी, मनोहरा नदी, हनुमन्ते नदी, टुकुचा नदी, उहेश्वरी खोलामा सफा र कञ्चन पानी बग्दथ्यो? यो धेरै टाढाको कुरा होइन, मात्र 40-50 वर्ष अघिको कुरा हो। यहाँको पानी पिउने गरिन्थ्यो। मानिसहरू नदीमा पौडी खेलेर आनन्द लिन्थे। अझ त्यतिबेला यहाँ थरीथरीका माछाहरू समेत पाइन्थे। तर आज यो एकादेशको कथा भएको छ। आखिर किन अनि कसरी यति दुर्गन्धित भयो उपत्यकाका यी नदीहरू? राजधानीमा नदी प्रदूषण समस्या। काठमाडौँ उपत्यकामा बग्ने बागमती, विष्णुमती, धोबीखोला, मनोहरा र हनुमन्ते जस्ता नदीहरू उपत्यकाको जैविक विविधता, धार्मिक एवं सांस्कृतिक महत्त्वका लागि परिचित छन्। तर आज यी नदीहरू गम्भीर प्रदूषणको चपेटामा परेका छन्। काठमाडौँ उपत्यकाका नदी प्रदूषणको समस्या केवल पर्यावरणीय चुनौती मात्र होइन, यसले स्थानीय समुदायको स्वास्थ्य र जीवनशैलीमा समेत गम्भीर असर पारिरहेको छ। वर्तमान समयमा राजधानीका यी नदीहरू अत्यधिक प्रदूषित छन्। काठमाडौँ उपत्यकामा पर्ने विशेष गरी काठमाडौँ, ललितपुर र भक्तपुर नगरपालिकाहरूमा तीव्र नगरीकरण, बढ्दो जनसङ्ख्या र बढ्दो औद्योगिकीकरणले यहाँका नदीहरूमा प्रदूषणको समस्या झन बेकराल बन्दै गएको छ। नदीको पानीमा फोहोर, प्लास्टिक, उद्योगका विषाक्त रासायनिक पदार्थ र अन्य अपशिष्टहरू मिसिएका छन्।
यसले नदीको पानीलाई विषाक्त बनाएको मात्र छैन, नदीमा रहने जलजीवहरूको अस्तित्व नै सङ्कटमा परेको छ। बागमती सफाई महाअभियान। बागमती सफाई महाअभियानको सुरुवात विक्रम सम्वत 2070 जेठ 5 गते राष्ट्रका नाममा सातामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ भएको थियो र यो अभियान नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी अभियानको रूपमा चिनिन्छ। यस महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबार, चन्दा सहयोग वा समितिको अस्तित्व छैन, जसले यसलाई एक विशुद्ध नागरिक महाअभियानको रूप दिइरहेको छ। यसको व्यवस्थापन र सञ्चालनमा नेपालको सरकारको आधिकारिक निकाय बागमती एकीकृत विकास आयोजनाले कुनै सरकार राख्दैन र यसले चन्दा र सहयोग नगर्ने नीति अपनाएको छ। हो, अब हामी यहीँबाट यसको सफलतामा शङ्का गर्न सक्छौँ। यो अभियानको सुरुवातको उद्देश्य भनेको बागमती नदीको सफाई, यसका चारैतिरको फोहोर हटाउने र जनचेतना अभिवृद्धि गर्नु थियो। यो अभियानलाई विभिन्न स्थानीय समुदायहरूले स्वीकृति दिएका छन् र कैयौं स्वयंसेवीहरूको सक्रिय सहभागिता पाइन्छ। बागमती सफाई अभियानले 1000 हप्तासम्मको अवधि पार गरिसकेको छ र आज पनि प्रत्येक हप्ता स्वयंसेवीहरू नदी किनार र आसपासका क्षेत्रमा पुगेर सफा गर्ने गर्दछन्। तर यी सबै प्रयासहरूको बावजुद नदीको स्थितिमा उल्लेख्य प्रगति भएको देखिँदैन। सफाई कार्यको मापदण्डहरूमा सुधार हुँदै गएको छ, तर प्रदूषणको स्तर अझै उच्च छ र बागमती नदीको जलको गुणस्तरमा खासै सुधार भएको छैन। नदीका किनारमा बसेका मानिसहरूको नियमित सफाई अभ्यासको कारण केही सफा ठाउँहरू देखिन्छन्, तर नदीको समग्र प्रदूषण र जैविक विविधताको सङ्कटलाई ठोस सुधारको रूपमा प्रस्तुत गर्न सकिँदैन। राइन नदी र नेपालको बागमती। हुन त लामो समयदेखि बागमती नदी सफाई अभियानले निरन्तर प्रयास गरे पनि यी प्रयासहरूले कुनै विशेष सुधारको सङ्केत देखाएको छैन। सफाई अभियानका प्रमुख समस्या र चुनौतीहरू जस्ताको त्यस्तै छन्। बागमती नदी सफाईमा एउटा मात्र होइन, अनेकौं समस्या र चुनौतीहरू छन्। वास्तवमा बागमती सफाई अभियानमा न हामीले प्राविधिक पक्ष ध्यान दिन सकेका छौं, न त सार्वजनिक र निजी क्षेत्रबीच समन्वय गर्न सकेका छौं। यति बेला बागमती सफाई अभियानमा मात्र हप्ता गन्ने काम भइरहेको छ। न हामीले जनचेतनाको विकास गर्न सकेका छौं, न त प्राकृतिक र संरचनागत समस्याहरूको निराकरण नै गर्न सकेका छौं। बागमती सफाई अभियानमा हरेक हप्ता 1-2 दर्जन मान्छे भेला भएर 2-4 थुन्चे प्लास्टिक टिप्दैमा बागमती सफाई अभियानले वास्तविक लक्ष्य हासिल गर्न सक्दैन। निश्चय नै यो सकारात्मक काम हो, तर यो स्तर र गतिमा गरिएको काम गोरुको पुच्छर समातेर बनारस जानु सरह हुनेछ। बागमती नदीको प्रदूषण काठमाडौँ उपत्यका र आसपासका नगरपालिकाहरूका प्रत्येक क्षेत्रसँग जोडिएको समस्या हो। जसरी जर्मनीमा राइन नदी सफा गर्न यसको मुहान मात्र होइन, शाखा नदीहरू समेत सफा राख्न स्थानीय निकायहरूले नै सक्रियता देखाएको थियो, त्यो सक्रियता आज काठमाडौँ उपत्यकाका नगरपालिकाहरूले निभाएको देखिँदैन। जबसम्म नदीमा नगरका ढलहरू, औद्योगिक फोहोर, प्लास्टिक र अन्य प्रदूषक पदार्थहरू मिसिने क्रम जारी रहन्छ, त्यसले सफाई अभियानलाई कमजोर बनाउने काम गर्दछ। वास्तवमा सफाई अभियानलाई प्रभावकारी बनाउनको लागि सरकार, स्थानीय निकाय, गैर सरकारी संस्थाहरू र नागरिक समाज बीचको समन्वय महत्त्वपूर्ण हुन्छ। हो, अहिले नेपालमा यी पक्षहरूको बीचमा समन्वयको अभाव देखिन्छ। वास्तवमा भन्ने हो भने यति बेला चर्चामा रहेको बागमती नदीको सफाई अभियान जुन गति र स्तरमा चलेको छ, त्यो जर्मनीको राइन नदीको सफाई अभियानको तुलनामा 5% पनि प्रभावकारी र व्यवस्थित छैन। यहाँको प्रदूषणको समस्या जति गम्भीर छ, त्यसको समाधानका लागि जति ठोस कदम आवश्यक छ, त्यति गर्न सकिएको छैन। प्रदूषण नियन्त्रणका लागि न कडा नियम बनाउन सकिएको छ, न त अत्याधुनिक प्रविधिको प्रयोग नै गर्न सकिएको छ, जुन नदी सफाईका लागि आधारभूत कुराहरू हुन्। तर यति बेला नदी सफाई अभियानका लागि पर्याप्त वित्तीय स्रोत र प्राविधिक उपायहरूको अभाव छ। सफाई अभियानमा प्रयोग हुने प्राविधिक उपकरणहरू, जल शुद्धिकरण संयन्त्र र आधुनिक सफाई उपायहरूको प्रयोगमा कमी देखिन्छ। हामीले राइन नदीको इतिहास हेर्यौं भने त्यहाँ सार्वजनिक जागरुकता र नागरिक सहभागिता प्रभावकारी रूपमा भएको पाउँछौं। तर यता बागमती सफाई अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्यको अभाव टड्कारो रूपमा देखिन्छ। वास्तवमा यस्ता राष्ट्रिय गौरवका विषयहरूमा सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ, किनकि नीति नियम बनाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई लागू गर्नु त्यो भन्दा ठूलो कुरा हो। यसमा सरकारले नागरिक सहभागिता गराई नदी सफाईको काम पूरा गर्नुपर्ने हुन्छ, जुन एक चुनौतीपूर्ण काम हो।
यदि नागरिकले असहयोग गरेको अवस्थामा नदी सफाईको काम झनै कठिन बन्न पुग्छ। यति मात्र होइन, काठमाडौँ सभ्यता हिन्दू धर्मसँग जोडिएको छ। यहाँ नदीहरू जन्म र मरणसँग मात्र होइन, आस्था र निष्ठासँग समेत जोडिएका छन्। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के हामीले नदी किनारबाट मसानघाट हटाउन सक्छौं? के नदी किनारमा फूलपाती विसर्जन गर्न रोक लगाउन सक्छौं? हुन त यस्तो भन्नु धर्म विरोधी लाग्न सक्छ, तर भविष्यमा यी गौण विषयहरू पनि नदी सरसफाईमा प्रधान बन्न आइपुग्छन्। नदी किनारमा बसेको अनियन्त्रित र गैरकानूनी बस्ती अर्को समस्या हो, जहाँबाट निरन्तर मलमूत्र मात्र होइन, उपयोगहीन वस्तुहरू समेत फ्याँक्ने गरिन्छ। नदी सफाई अभियानमा उनीहरू समस्या बन्न सक्छन्। यस्तोमा राज्यले कठोर कदम समेत चाल्नुपर्ने हुन्छ अथवा आवश्यकता अनुसार उचित न्याय दिनुपर्ने हुन्छ। उनीहरूको स्थानान्तरण अर्को समस्या बन्न सक्छ। वास्तवमै नदी सफाई अभियान एक चुनौतीपूर्ण काम हो, तर असम्भव छैन। जर्मनीको नदी सफाई अभियानको कथा एक सङ्घर्ष र सफलताको उदाहरण हो। यदि जर्मनीले आफ्नो मृत नदीलाई पुनः जीवन दिन सक्छ भने नेपालले पनि अवश्य नै यस्तो सफलता प्राप्त गर्न सक्छ, तर यसका लागि कडा नियम, प्रविधिको प्रयोग र नागरिकको सक्रिय सहभागिता अनिवार्य हुन्छ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।